के कारणले हो कि यहाँको कुनै नेता नेपालभित्र उपचार गराउँदैन? किन विदेशमा जानु पर्यो? त्यसो भए विदेशमा गएर बस्ने नि। खत्तम। माननीय सदस्य, तपाईलाई बोल्न समय दिएको छैन, त्यसकारण माननीय सदस्य बसौं। माननीय सदस्यहरू बसौं। माननीय सदस्य, म तपाईलाई हाम्रो नियमावलीको जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको भौतिक पूर्वाधार कार्यालयमा देश विकासको काम धमाधम भइरहेको थियो, किनकि यो सरकार 2 तिहाईको सरकार हो। यसले यति फास्ट काम गर्छ कि राति 1 बजे पनि कर्मचारी बियर खाएर पनि काम गरिराखेका छ। मैं 15 मिनट तक अपनी सांस रोक सकता हूँ। त्यो किनकि दिउँसो त काम गर्न पाउँदैन। तर गगन थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दैछ। प्रधानमन्त्री हुने उम्मेदवार नै हार्ने गरी त पक्कै नहोलान्। गगनको जित सुनिश्चित भइसक्यो भनेर धेरैले भन्दैछन्। प्रमाणपत्र लिए भइहाल्छ नि। निर्वाचन आयोग चाहिँ काठमाडौँमा छ, म त गाउँतिर छु।